मैले सुन्नमा आएको होइन हाम्रो यो अस्ति सुमना श्रेष्ठजी चाहिँ अब रासपामा नि अट्नु भएन होइन त्यसपछि गएर जेएनजीमा नि अट्नु भएन त्यसपछि गएर कुलमानकोमा नि अट्नु भएन अहिले फेरि पुरानो काङ्ग्रेस समिसिनी हो रे भन्ने कुरा चाहिँ सुनेको थिएँ अब सत्य हो कि होइन थाहा छैन होइन अनि त्यो भएपछि चाहिँ मलाई चाहिँ कस्तो हाँसो पनि लाग्यो है हामीले के अस्ति के सुमना श्रेष्ठ जाँदाखेरि ए राम्रो मान्छेलाई हराहा सुमना श्रेष्ठलाई राम्रो राम्रो मान्छेलाई निकाल्यौँ अनि हामीले तोसीमाजीको स्ट्याटस पनि हेरेको हुन्छौँ कि होइन तोसीमाजीलाई पनि धेरै धेरै बधाई छ हजुर पनि लाइनमै हुनुहुन्छ एक न एक दिन यो बाहिर निस्केला होइन विस्फोट होला होइन अब अहिले कमेन्टमा भयो अहिले अब स्ट्याटस नै सीमित भए पनि एकचोटि विस्फोटन हुन्छ कोही चाहिँ अब लुकेर गर्छन् कोही चाहिँ खुलेरै गर्छन् अब तपाईँ अलिक खुलेरै आउनुभएको छ पछि गएर तपाईँले भन्ने बाटो पनि हुन्छ म खुलेर आएको थिएँ भनेर होइन ठिकै छ केही फरक छैन अनि मैले के नयाँ पार्टीमा जाने कुरालाई त बरु अलिकति हो कि होइन होला सायद नयाँ नयाँ चिजहरू मिल्नुपर्छ भने होइन पुरानै पार्टीमा जानु भनेको त लज्जास्पद यो झाँक्रीभन्दा पनि बढी लज्जास्पद हुन्छ कि यार अलिकति आफ्नो इज्जतको नि ख्याल गरौँ न है हुन त अब तपाईँ जता गए पनि जनताले भोट दिँदैन त्यस्तो धेरै टेन्सन लिनुपर्ने त छैन त्यही पनि के मलाई यस्तो मान्छेले त्यतिसम्म पनि नगिरोस् होइन जतिसम्म जनताले सोचेछ त्योभन्दा बढी चाहिँ नगिरे हुन्थ्यो भन्ने सोच चाहिँ हो नि त होइन अब एउटा महिला हुनुहुन्छ त्यसमा के गर्छु भने धेरै नै पढ्नुभयो चाहिँ सायद धेरै पढेर नै तपाईँको बुद्धि भ्रष्ट भयो कि होइन हरेक कुरामा सहनशीलता भन्ने हुनुपर्छ कि लाइफमा यति धेरै उडाप चढाव आउँछ होइन झन् यो 20 वर्षमा त लाइफलाई यस्तो धेरैसँग निहाल्न पाइयो कि होइन यस्ता जाबा कुराहरू भनेको सामान्य हो जस्तो लाग्छ कि अनि रवि दाइको केस हेर्दा पनि दुःख भनेको त यस्तो पो हुँदो रहेछ त भन्ने खालको यतिसम्म पनि दुःख पाउँदो रहेछ र मान्छेले सङ्घर्ष गर्दो रहेछ भन्ने कुराको पनि ज्ञान हुनुपर्छ क्या मान्छेमा होइन तपाईँहरूलाई चाहिँ केही फरक नै छैन अनि अब जनताको भालो के हामीले कस्तो खालको पार्टी कस्तो खालको नेता खोजेको थियौँ जुन पार्टीमा भ्रष्टाचार गर्ने बित्तिकै त्यसलाई कानुनी दायरामा ल्याएर त्यसलाई बर्खास्त गरोस् त्यो रवि दाइको पार्टीले ढाकाला गरेर सकाइसक्नुभयो आफ्नो प्रमाणित गरिसक्नुभयो जुन पार्टीमा चाहिँ दुईचोटि मात्रै कार्यकाल हुनेछ 10 वर्ष मात्रै कार्यकाल हुन्छ त्योभन्दा बढी गर्न पाइँदैन त्यसपछि तिमीहरू आफ्नै पेसामा फर्किनुपर्ने छ त्यो रवि दाइको पार्टीमा छ होइन भ्रष्टाचार विरुद्ध जसले भ्रष्टाचार गरेको छ त्यसलाई चाहिँ कानुनी दायरामा ल्याउनै पर्छ किनभने त्यो भनेको देशलाई हानि गर्ने कुरा हो भन्ने कुरा हो त्यो रवि दाइको पार्टीमा छ त्यसपछि गएर अहिलेसम्म 2046 सालदेखिको अहिलेसम्मको भ्रष्टाचारको सबै फाइल खोल्नुपर्छ र सबलाई कानुनी दायरामा ल्याएर बरु जेल थप्न पर्यो थपौँला र देश बनाउन पर्यो भने हामीले आफूले दुःख गर्ने होइन कि अब विदेशमा गएको नेपाल फर्किने नेपालमा आफ्नो रोजगार खोज्ने नेपाललाई अलिकति समृद्ध बनाउने इच्छाले रहले घुम्न जानु पढ्न जानु छुट्टै कुरा छ तर पनि आफ्नो देशमा ती सबले भ्रष्टाचार गरेको पैसा राष्ट्रियकरण गरेर देश बनाउनेतिर लाग्ने त्यो पनि राष्ट्रसभाकै सिद्धान्त हो नि है अब हामी जनताले त्यस्तो खालको सिद्धान्त र त्यस्तो खालको पार्टीलाई र त्यो नेतालाई रोज्ने कि नरोज्ने भोट त तपाईँले दिने हो नि त होइन तपाईँले दिएको भोटले छोराछोरीलाई विदेश पुर्यायो भने अबको दिएको भोटले नाति नातिनालाई विदेश पुर्याउने कि नपुर्याउने त्यो तपाईँहरूको इच्छाको कुरा हो कि हामीले त तपाईँलाई सम्झाउने मात्रै हो कि तर इच्छा र विवेक त तपाईँले प्रयोग गर्ने हो कि